यहाँको यो प्रगति के कस्तो भइरहेको छ भने चाहिँ चासो राखेर त्यसमा चाहिँ दिनुपर्ने इन्स्ट्रक्सन्स टाइम टु टाइम दिएर केही त्यस्तो चाहिँ अप्ठ्यारो भएको खण्डमा ती अब्स्ट्याकल्सहरूलाई चाहिँ हटाउने काममा चाहिँ हामी चाहिँ लागेका छौँ। र मुख्य कुरा के हो भन्दाखेरि यो वैशाख 24 गतेको जुन डेडलाइन छ त्यो डेडलाइनमै यो कम्प्लिट गराउनुको लागि तीव्र रूपमा चाहिँ काम चाहिँ अगाडि बढिरहेको छ। क्रिकेटको यो चाहिँ जुन नेपालको एउटा चाहिँ पपुलर स्पोर्ट्सको रूपमा चाहिँ यो चाहिँ विकसित भइरहेको छ र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नै नेपाली खेलाडीहरूले चाहिँ आफ्नो क्षमतालाई प्रदर्शन चाहिँ गरिसकेको कारणले गर्दाखेरि यस्ता चाहिँ स्टेडियम्सहरू चाहिँ ठाउँ ठाउँमा चाहिँ बनाएर प्लेयर्सहरूलाई चाहिँ यो आफूलाई चाहिँ प्र्याक्टिस गर्नेदेखि लिएर यो चाहिँ टुर्नामेन्ट गर्नुको लागि स्पेस हुने गर्ने गरिकन यी यस्ता चाहिँ स्टेडियमहरू हामीले चाहिँ देशभरि नै ठाउँ ठाउँमा चाहिँ बनाउनेतिर चाहिँ अगाडि बढाइरहेको कुरा यहाँ यो चाहिँ 8-8 घन्टाको 3 शिफ्ट काम चाहिँ गराएर यो चाहिँ काम चाहिँ अगाडि बढिरहेको कारणले गर्दाखेरि यो एउटा चाहिँ स्टेडियमको चाहिँ जुन फर्स्ट फेजको चाहिँ जुन यो चाहिँ फ्लड लाइट इस्टाब्लिस गर्ने र चाहिँ यो चाहिँ जुन 10,000 को सिटिङ क्यापासिटीको यो चाहिँ जुन बनाउने काम यदि हामीले चाहिँ टाइममै गर्यो भने त यो एउटा चाहिँ देखाउनु पर्ने नेपालमा पनि गर्न सकिँदो रहेछ भन्ने कुरा त्यो मेसेज दिनुको लागि पनि त काम त हामीले त गर्नु पर्यो नि त। यो चाहिँ खालि चाहिँ ढिला सुस्ती भएको फेलियर भएको प्रोजेक्ट्सहरूको कुरा मात्रै गर्ने होइन कि सफलताका साथ चाहिँ सम्पन्न गर्ने प्रोजेक्ट्सहरू पनि नेपालमा छन् भन्ने कुरा त हामीले चाहिँ देखाउन सक्नु पर्यो नि त। यो त्यही कारणले गर्दाखेरि अब अहिले चाहिँ जुन रूपमा चाहिँ यो चाहिँ 3 फेजमा चाहिँ एकदम युद्ध स्तरमै जुन काम भइरहेको छ तपाईहरुले पनि देखिराख्नु भएको छ। मलाई चाहिँ के विश्वास छ भन्दाखेरि यो चाहिँ टाइमली नै यो कम्प्लिट गर्नेतिर चाहिँ लाग्नको लागि कन्ट्र्याक्टर्सहरूदेखि लिएर हाम्रो चाहिँ म्यानेजमेन्ट मिनिस्ट्री लेभलदेखि लिएर सबैले चाहिँ यसमा चाहिँ विशेष जोड चाहिँ दिइरहेको कुरा भन्न चाहिँ चाहन्छु। र कन्स्ट्रक्सनको काम चाहिँ शहरी विकास मन्त्रालयले नै सुरु गर्यो, यसलाई अन्त गर्नको लागि पनि त्यही गर्छ।